5 मन्थ्सको प्रेग्नेन्सी छ र साल तल छ, प्लासेन्टा प्रिभिया छ भने के गर्ने? नर्मली यदि 5 मन्थ्समा प्लासेन्टा प्रिभिया छ, साल पाठीगरको मुखमा छ भने पहिलो कुरा त फलोअप स्क्यान गरिराख्नु पर्यो। युजुअली 3-4 महिनामा साल तल छ भने 40 to 50% पेसेन्ट्समा यो साल बिस्तारै बिस्तारै माथि सर्दै जान्छ, जहिले पाठीगर ठुलो हुँदै जान्छ। पर यदि तपाईले 7 महिनासम्म पनि साल तलै छ, माथि गएको छैन भने लास्टमा हजुरको नर्मल डेलिभरी हुँदैन, सिजेरियन गरेर बच्चा पाउनुपर्छ। जुनियरको साल तल हुन्छ तिनीहरूको ब्लिडिङको चान्सेस हुन्छ, त्यसै कारणले रेस्ट पनि लिनु पर्यो, एक्जर्सन भारी कामहरू गर्न परेन, सकेसम्म एक्जर्सनलाई प्रिभेन्ट गर्नु पर्यो। तपाईले लङ जर्नी गर्नुहुन्छ, इन्टरकोर्स राख्नुहुन्छ, धेरै ट्राभलिङ गर्नुहुन्छ भने हार्मफुल हो र अलिकति पनि ब्लिडिङ देखा पर्यो भने प्लिज इमर्जेन्सी रन गर्नु होला, किन यो एउटा अलार्मिङ साइन हो। कहिले बेथा लाग्ने बेलामा साल तल हुन ब्लिडिङ स्टार्ट हुन्छ र पेसेन्टको लाइफलाई र बच्चालाई को रिस्क पनि हुन्छ।